यहाँहरू सम्पूर्णमा नमस्कार एवं हार्दिक स्वागत छ। बिजी एजुकेसन हब युट्युब च्यानलमा सामाजिक विषयका विषयवस्तुहरू प्रस्तुत गर्ने क्रममा कक्षा 10 को सामाजिक विषय अन्तर्गतको एकाइ 8 आर्थिक क्रियाकलाप पाठ 1 ऊर्जा र विकासको अभ्यासखण्ड लिएर उपस्थित भएको छु। यस भिडियोलाई अन्तसम्म हेरेर मन परेमा लाइक, शेयर र कमेन्ट गर्नुहोला। साथै सब्स्क्राइब गर्नुभएको छैन भने पनि सब्स्क्राइब गर्नको लागि पनि हार्दिक अनुरोध गर्दछु। यसभन्दा अगाडिका भिडियोहरू प्राप्त गर्नको लागि @BALRAMGSIMIRE1234 सर्च गरेर पनि प्राप्त गर्न सक्नुहुनेछ। यस अभ्यासको पहिलो प्रश्न रहेको छ, ऊर्जाको परिचय दिई यसका स्रोत उल्लेख गर्नुहोस्। उत्तरमा ऊर्जा एक प्रकारको शक्ति हो। ऊर्जा विभिन्न स्रोतबाट प्राप्त गर्न सकिन्छ। ऊर्जाका स्रोतहरू निम्न अनुसार छन्। क दाउरा, कोइला, वायु, पानी, बायोग्यास, बायोमास, पेट्रोलियम पदार्थ, जलविद्युत, गोबर ग्यास, आणविक भट्टी र सूर्य। ऊर्जाको महत्त्व उल्लेख गर्नुहोस्। ऊर्जाको महत्त्व निम्न अनुसार छन्। कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायीकरण गर्न, उद्योग कल कारखाना विकास र सञ्चालन गर्न, दैनिक राशि कार्य गर्न, विकासका पूर्वाधारको विस्तार गरी आर्थिक विकास गर्न, रोजगारीका अवसर सृजना गरी आय आर्जनका क्षेत्र विस्तार गर्न, वातावरण संरक्षण गरी पर्यावरणीय सन्तुलन कायम गर्न, कुनै पनि कार्यालयको काम छिटो, छरितो र सरल तरिकाले गर्न र ऊर्जाको प्रयोग गरी देशलाई आत्मनिर्भर बनाई व्यापार सन्तुलन कायम गर्न। त्यस्तै गरेर अर्को प्रश्न रहेको छ, ऊर्जामा आत्मनिर्भर हुनका लागि अपनाउन सकिने उपायहरू लेख्नुहोस्। उत्तर, ऊर्जामा आत्मनिर्भर हुनका लागि अपनाउन सकिने उपायहरू देशभित्र उपलब्ध स्रोत र साधनको प्रयोगमा जोड दिने, देशमा उपलब्ध ऊर्जाका स्रोतको खोजी गरी उपयोग गर्ने वातावरण तयार पार्ने, राज्य आफूले मात्रै लगानी गर्न नसक्ने भएको हुँदा निजी क्षेत्र तथा वैदेशिक लगानीकर्तालाई आकर्षण गर्ने नीति लिने, देशभित्र आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार गर्ने, ऊर्जा क्षेत्रसँग सम्बन्धित भरपर्दो र आकर्षक खालको नीति निर्माण गर्ने, पूर्वाधारको विस्तार गर्ने र ऊर्जाको विकास गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउने। नेपालमा प्रशस्त मात्रामा जलविद्युत निकाल्न सकिन्छ। जलविद्युत निकालेर अन्य ऊर्जाका स्रोतलाई विस्थापित गर्न सकिन्छ। त्यस्तै गरेर रहेको छ चौथो प्रश्न, नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको छ, यस भनाइलाई पुष्टि गर्नुहोस्। नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको छ भन्ने कुरा निम्न आधारमा प्रश्न पार्न सकिन्छ। नेपाल जलस्रोतमा एसिया महादेशमा पहिलो र विश्वमा नै दोस्रो धनी देशको रूपमा रहेको छ। नेपालमा 600 भन्दा बढी नदी नालाहरू रहेका छन्। नेपालमा नदी नालाहरू हिमाली क्षेत्रबाट उत्पत्ति भएका हुँदा 12 महिना अटुट रूपमा बगिरहन्छन्। नेपालका नदी नालाबाट सैद्धान्तिक रूपमा 83,000 मेगावाट र प्राविधिक रूपमा 42,000 मेगावाट विद्युत निकाल्न सकिन्छ। नेपालका अधिकांश नदीहरू हिमाल हुँदै पहाडी धरातलबाट बगेका हुँदा जलविद्युत निकाल्न सजिलो हुन्छ। भिरालो धरातल भएर बगेका नदीहरूमा पानीको वेग बढी हुने हुँदा प्रशस्त मात्रामा जलविद्युत निकाल्न सकिन्छ। नेपालले दक्ष जनशक्ति उत्पादन गरेर, लगानीको वातावरण तयार पारेर, स्थिर सरकार दिएर, उचित नीति निर्माण गरेर जलविद्युत विकास गरी देशको आर्थिक विकास गर्न सक्दछ। त्यस्तै गरी 5 नम्बरमा रहेको प्रश्न छ, नेपालको आर्थिक विकासमा जलविद्युत क्षेत्रको योगदानलाई छोटकरीमा व्याख्या गर्नुहोस्। नेपालको आर्थिक विकासमा जलविद्युत क्षेत्रको योगदानलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ। नेपालमा प्रशस्त मात्रामा जलविद्युत उत्पादन गर्न सकेमा पेट्रोलियम पदार्थको आयात घटाएर यसबाट बाहिरिने अरबौं रुपियाँ रोक्न सकिन्छ। विद्युत उत्पादन गरेर विदेश निर्यात गरी प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। विद्युत ऊर्जाको महत्त्वपूर्ण स्रोत भएको कारण उद्योग तथा कल कारखानाको विकास गरी वस्तु उत्पादन वृद्धि गरेर निर्यात गर्न सकिन्छ। जलविद्युतको विकासले कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण गरी कृषि क्षेत्र विकास गर्न सकिन्छ। रोजगारका अवसरहरूको विस्तार गरी बेरोजगारी समस्या समाधान गर्न सकिन्छ। विकासका पूर्वाधारको विस्तार गरी अन्य विकासका गतिविधिहरू सञ्चालन गर्न सकिन्छ। देशको आर्थिक विकासमा सहयोग पुग्दछ। त्यस्तै गरेर परम्परागत ऊर्जाका मुख्य स्रोतहरू लेख्नुहोस् भनेको छ। परम्परागत ऊर्जाका मुख्य स्रोतहरूमा दाउरा, गोबरको गोइठा र कृषिजन्य अवशेषहरू पर्दछन्। त्यस्तै 7 नम्बरमा रहेको छ, नेपालमा जलविद्युत विकासको सम्भावना प्रशस्त भएर पनि विद्युत उत्पादन गर्न सकिरहेको छैन। यसका कुनै 4 कारण लेखी समाधानका उपाय समेत उल्लेख गर्नुहोस्। उत्तर, नेपाल विश्वमा जलस्रोतमा दोस्रो धनी देशको रूपमा रहेको छ। नेपालमा 6,000 भन्दा बढी नदी नालाहरू रहेका छन्। यी नदीहरू हिमाली क्षेत्रबाट उत्पत्ति भएको हुँदा 12 महिना अटुट रूपमा बगिरहन्छन्। यसरी प्रशस्त पानीको स्रोत भएको कारण यहाँ जलविद्युत विकासको सम्भावना प्रशस्त रहेको छ। तर पनि विद्युत उत्पादन गर्न सकिरहेको छैन। यसका कारणहरू निम्न छन्। पुँजीको अभाव, विद्युत उत्पादन गर्न प्रशस्त मात्रामा लगानीको आवश्यकता पर्दछ, तर लगानीको लागि आवश्यकता पर्ने पुँजी जुटाउन नसक्दा विद्युत उत्पादनमा समस्या
रहेको छ। त्यस्तै 2 सडक तथा सञ्चार सुविधाको अभाव, विद्युत विकासको लागि पूर्वाधारको विस्तार तथा विकास हुन आवश्यक हुन्छ। नेपालमा सडक तथा सञ्चार जस्ता क्षेत्रको विकास हुन नसक्दा विद्युतको विकास तथा विस्तारमा समस्या आएको छ। त्यस्तै गरी 3 राजनीतिक अस्थिरता, देशमा सरकार निरन्तर परिवर्तन हुने र एउटै सरकारले लामो समय काम गर्न नपाउँदा विद्युत विकासको लागि आवश्यक नीति तथा रणनीति तयार पार्न सकेको छैन। सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन हुने भएकोले लगानीको वातावरण तयार गर्न हुन सकेको छैन। त्यस्तै स्थानीय व्यक्तिको अवरोध, विद्युतको विकाससँग सम्बन्धित आयोजना सञ्चालनमा जनचासो कम हुनु, जग्गा जमिनको मुआब्जा बढी माग्ने, काममा अवरोध सिर्जना गर्ने जस्ता कारण पनि विद्युतको विकासमा समस्या देखा परेको छ। त्यस्तै गरेर नेपालमा जलविद्युत विकासको समस्या समाधानका उपायहरू निम्नानुसार छन्। विभिन्न क्षेत्रबाट प्राप्त विश्लेषण राष्ट्रिय पुँजीलाई दीर्घकालीन नीति बनाएर लागू गर्ने, जलविद्युत उत्पादन क्षमता वृद्धि गर्न निजी क्षेत्रलाई पनि आकर्षण गर्ने नीति लिनुपर्छ। स्थानीय तल थप जिम्मेवार बनाएर साना जलविद्युत आयोजनाको सञ्चालन गर्न प्रोत्साहन गर्ने, जलविद्युत उत्पादन सञ्चालन विस्तार र निर्यातका लागि नीतिगत क्षेत्रमा सुधार गर्ने। माथि उल्लेखित उपायहरू अपनाएर जलविद्युतको विकासमा देखा परेका समस्याहरू केही हदसम्म समाधान गर्न सकिन्छ। त्यसरी 8 नम्बरमा रहेको छ, नेपाल विश्वमा नै जलसम्पदामा धनी देश हो, तर पनि नेपालले पर्याप्त मात्रामा जलविद्युत उत्पादन गर्न सकेको छैन। यसका कारणहरू लेख्नुहोस्, साथै नेपालले भोगेको ऊर्जा सङ्कट हटाउने उपायहरू प्रस्तुत गर्नुहोस् भनेर दिएको छ। यसको उत्तरमा जलविद्युत उत्पादन गर्न नसक्ने कारणहरू, जलविद्युत उत्पादन गर्न आवश्यक पुँजीको अभाव हुनु, साथै विदेशी लगानीकर्तालाई आकर्षण गर्न नसक्नु, समयानुकूल जल उपयोग नीति बनाउन नसक्नु, राजनीतिक हस्तक्षेप, राजनीतिक अस्थिरता, त्यस्तै गरेर निर्माणकर्ताहरूमा विभिन्न कारणले गर्दा अन्यलको वातावरण सिर्जना हुनु, निर्माण स्थलका जनताले अनावश्यक माग राखी आयोजनाहरू अवरोध गर्नु र आयोजना क्षेत्रमा जनताले बन्द हडताल जस्ता कार्यले आयोजना सञ्चालक र लगानीकर्तालाई असुरक्षित पार्नु, आयोजना प्रभावित क्षेत्रका जनताले जग्गा मुआब्जा र रोजगारीको नाममा अवरोध सिर्जना गर्नु। अब जलविद्युतको विकासमा देखिएका समस्या समाधानका उपायहरूमा उपयुक्त र समय सुहाउँदो र जलनीति बनाउनुपर्छ, विदेशी तथा स्वदेशी लगानीकर्तालाई सुरक्षाको सुनिश्चितता प्रदान गर्नुपर्छ, वातावरणीय प्रभाव मूल्याङ्कनमा ध्यान दिनुपर्छ, राजनीतिक हस्तक्षेप कम गर्न, राजनीतिक दलसँग व्यापक अन्तर्क्रिया तथा छलफल सञ्चालन गर्ने, स्थानीय जनतासँग आयोजना सुरु गर्नु पूर्व नै अन्तर्क्रिया तथा छलफल गरी सहमति जुटाउनुपर्छ, आयोजनाको महत्त्व र प्रभावबारे स्थानीय जनतालाई पूर्व जानकारी गराउने र साथमा नीतिगत रूपमा कुरामा प्रष्ट हुने सरकार परिवर्तनसँगै नीतिमा परिवर्तन गर्ने कार्यलाई निरुत्साहित गर्ने। माथि उल्लेख गरिएका जस्ता समस्याहरू समाधान गर्न सकेमा नेपालमा जलस्रोतको विकास गर्न सकिन्छ। यो भिडियोलाई अन्त्यसम्म हेरेर सहयोग गर्नुभएकोमा तपाईँलाई विशेष धन्यवाद र सब्सक्राइब गर्नुभएको छैन भने पनि यो भिडियोलाई सब्सक्राइब गर्नको लागि हार्दिक अनुरोध गर्दछु। हस्त धन्यवाद।